जेनजी एउटा सुन्नु न जेनजीको आन्दोलन अब एकजनाले बोले न त गएमा खै छोड्नु तपाईले संविधान लिएर कसरी टिकटक बनाउनु भयो नि हिन्दी गीतमा कतिपयले कसरी हेर्यो भने अध्यक्षज्यू बालेन सत्ताप्रतिको अलिकति त्यो विरोध चाहिँ मत्थर पार्नको लागि पनि हर्क साम्पालाई उपसभामा दिएर फकाए पनि भने के होइन त्यो फकाउने हामी के केटाकेटी हो र ललिपप दिएर फकाउने ओली राजा त म के कतिको आश छ त्यो सरकारले गर्ला त अहिलेको तिमीहरु जस्तो आश गर्ने मान्छे होइन के करीब करीब ती सबै समस्या मोरङ 3 मा छन् मात्रा र अनुहार ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ विज्ञान प्रविधि भनेको के हो अनुसन्धान नवप्रवर्तन कसरी हुन्छ भन्ने तपाईहरुलाई थाहा छैन भने म चाहिँ यो संसदमा चाहिँ 1 घण्टाको भाषण दिन सक्छु सभामुख महोदय जुन भूतले कमरेड ओलीलाई छलेको थियो त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ त्यसैले म सरकारसँग जोरदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस् यो हाम्रो लडाई खड्ग प्रसाद ओली प्रवृत्तिका विरुद्ध हो तपाईलाई अब एआई भनेर विवादित बनाइयो नि दिदी अब यो विषयमा चाहिँ ढोका लाउन दिन त पहिला म भन्छु न ढोका लाउन दिन त पहिला म भन्छु न मुख्यमन्त्रीको काम कारबाहीलाई कसरी हेर्नु भएको छ एकदम राम्रो गरिरहेछ अहिले है किनभने ठोक्नै पर्छ